औषधि दिएर ठिक पार्नुहुन्थ्यो। हजुर सबैजनालाई नमस्ते। सेवानी फ्याफुलो टासी दिदी र हजुरको माझ एउटा फेरि भिडियो लिएर आएको छु। अनि यो चाहिँ के को लागि ल्याएँ भन्दाखेरि है, अहिले म भर्खरै गान्तोकबाट आइपुगेको छु, ड्युटीबाट भर्खर आइपुगेको छु। घर आउँदाखेरि नानीको आँखाभरि आँसु देखेँ क्या। अनि नानीलाई के भयो भनेर मैले सोद्धाखेरि खोइ अब मम्मीले भन्दाखेरि खोइ उसलाई चाहिँ स्कुलबाट आमाको विषयमा आफै लेखेर आउनु, अरूलाई लेख्न नसिकाइ नमाग्नु, आफै लेखेर आउनु भनेको छ अरे मिस म्याडमले। अनि त्यही लेख्दै खोइ के गर्दैछ, अघिदेखि आँसु सरी हुँदै लेख्दैछ भन्नुहुँदै थियो है। र कतिजनाले यो देखाउटी भिडियोको लागि बनायो होला भन्नुहुन्छ होला, भिडियोको लागि बनाएको होइन मैले। र भएको सत्य कुरा नानी आँखाभरि आँसु देख्दाखेरि चाहिँ मैले भनेर लु तैँले लेखेको छ भने मैले हेरेको छिन नानीले कस्तो लेखेको छ, लु एकताल पढेर सुना भनेको छु। म तपाईँहरूको माझ पनि यो लिएर आउँदैछु, के कस्तो रहेछ तपाईँहरूले पनि सुन्नु होला अनि म पनि सुन्नेछु है। हजुर हेर्नुहोस् है भिडियो अन्तिमसम्म। अनि अब तपाईँहरूको माझ यो नानीलाई म सुनाउन लाउँदैछु। लु नानी अब पढेर सुनाइदिए त, के लेखिस् लु सुना त हेरौँ कस्तो लेखिछस् आमाको विषयमा। मेरो आमाले मलाई जन्म दिनुभयो, जुन दिन आमाले मलाई जन्म दिनुभयो त्यो दिन मेरो लागि सबैभन्दा यादगार दिन थियो। जब म बिमार हुन्थे त्यो दिन मेरो आमा रातभरि जागेर मलाई औषधि दिएर ठिक पार्नुहुन्थ्यो। मेरो आमाले मलाई आफ्नो नरम काखमा राखेर पाल्नुभयो। मेरो आमाले मलाई कोही बेला गाली र कुट्नुहुन्थ्यो, तर त्यो सबै कुरा मेरो आफ्नै लागि नै थियो। सबैको आमाले आफ्नो नानीको लागि नरुई पढ्नु पर्यो नि, अन्त नरुइकन आफ्नै ज्ञान जोखिममा हालेर आफ्नो नानीलाई सुरक्षित राख्ने कोसिस गर्नुहुन्छ। मेरो आमाले धेरै कठिनाई झेलेर अनि धेरै मेहनत गरेर मलाई हुर्काउनु भएको छ। हामीले आफ्नो आमालाई दुःख वा पीडा दिनु हुँदैन, किनभने कतिजनाले आफ्नो आमाको माया पनि पाउँदैन। आमाले माया पनि पाउँदैन। आमाले आफ्नो भुँडी खाली राखेर पनि आफ्नो नानीलाई टन्न खुवाउनुहुन्छ। आमाले फाटेको लुगा लगाएर पनि हामीलाई नयाँ लुगा किनिदिनुहुन्छ। हामीले धेरै मेहनत गरेर पनि आफ्नो आमाको सपना पूरा गर्नु पर्छ। म मेरो आमालाई माया गर्छु अनि गर्नेछु। र देख्नुभयो होला है, नानी रुँदा मलाई पनि अलिकति आँखामा आँसु आयो है। अलिकति नानी रुँदाखेरि अलिकति मन इमोसनल जस्तो लाग्यो क्या। अब नानी रुँदाखेरि मेरो छोरा धेरै ज्ञानी छ है, पढेर धेरै ठूलो मान्छे हुन्छ अनि हामीलाई धेरै आमा बाउलाई धेरै माया गर्छ अनि धेरै सपोर्ट गर्छ। नानी मेरो छोरा पढेर ठूलो हुन्छ, ज्ञानी छ, पढेको कुराहरू घरमा आमा बाउलाई पनि धेरै माया गर्छ, याद गर्छ, मम्मीलाई धेरै माया गर्छ है नानीले पढेको सुन्दाखेरि। र नानी रुँदाखेरि मलाई नि मनमा कस्तो लाग्यो, अलिकति भिडियो हल्लिएर भयो होला। हजुरहरूलाई मैले देखाउटीको लागि चाहिँ ल्याएको थिइनँ, रियालिटी कुरो लिएर आएको थिएँ र आशा छ हजुरहरूले माया दिनुहुनेछ, सपोर्ट दिनुहुनेछ भन्दै हजुरको प्यारो अनि म एउटा छोटो मुस्कानमा हो कि होइन त लु 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 हो कि होइन त होइन त अनि